आज म के भन्नु चाहन्छु भन्दा हजुर तपाईहरुको सम्पूर्ण जातिमा एकदम धेरै म खुसी लागेको छ। एकदम म यस्तो तपाईहरुले देख्दा रेलीमा देख्दाखेरि मलाई फेसमा देख्दा मलाई एकदम राम्रो लाग्छ। एकदम राम्रो लाग्छ। प्यारो हाम्रो सिक्किम हो, प्यारो हाम्रो सुन्दर सिक्किम हो। सन इज फ्लावर माई टुडेज लवर भन्छ नि। किसी ने हमका लड़की लोग ने हमका प्यार नहीं कहता है, लेकिन वे एक दिन तड़पाना पड़ेगा। वाह, एक दिन हम मिल जाएगा। वो लड़की ने खुद बोलेगा वाह छोटा ढूंढ किधर है, ढूंढ के ले खड़ा बोलना चाहिए। वाह आई लाइक इट। लेकिन मैं एक दिन लड़की लोग तड़पाएगा। हमका कैसे बोला था ये छोटा डॉन कुछ भी बात नहीं है। वो काम नहीं करता, वो दिमाग अच्छा नहीं। एक दिन वो लड़की तड़पाएगा। जब तड़पाता है ना हमका कल जब त्यो काल दिन आउँछ नि तब मात्रै थाहा पाउँछ र आफै कुदकुत्याउँदै आउँछ। छोटा डन I am very son is flower, my is very is handsome is boy. My is look is change पहिला जस्तो छैन अहिले। एकदम डन भएको छ। रेली इज डन। सिक्किमको छोटा डन अल इज सिक्किम लकडाउन चाहिँ भएको छैन। म जाइ जान्छु अरूले मलाई तर्साउँछ तर नतर्साओस् भनेको नि होइन र। एउटा कुरा अनि त मान्छे एउटा सानो हो तर मेरो पनि कोही छैन, फ्यामिली हो तर मलाई तर्साउँछ। टासिटिङमा जान्छ तर्साउँछ तर यहाँ त के गर्दैन र सबै दाजुभाइहरू छ तर उनी त बजारमा निस्किँदा तर्साउँछ। किन तर्साएको भन्यो नि मेरो बाउ आमा छैन, म हेपेको होला नि उनीहरू होइन। एकदम उनीहरूको पनि जान छ, उनीहरूको पनि काट्यो भने मासु आउँछ नि, मेरो पनि मासु आउँछ, खुन आउँछ। उनीहरू मलाई आइज भन्छ उनीहरू गए पनि अनि उनीहरू आए पनि आइज भन्छ नि उहाँको ट्यालेन्टलाई हैन। उनीहरूको के मैले के बासी भात खाएको छ क्या अन्त त नि तातो भात बासी भात खाएको छ भने बन्दै प्रेसरमा छ हाम्रो छोटा डन हैन। बासी भात खाएको छ भने बन्दै भन्दैन अरे म अहिले गएर पुराइदिन्छ एक बाडा बासी भात तर एक थाल मात्रै पुराइदिन्छ। रेला गरे आइएम सो जोकिङ माइ अस्ति मलाई यति तर्साएछ तर त्यस्तो चाहिँ आइएम द नगरिदिनुहोस् होला। म चोर होइन कुनै, म डाकु होइन, एकदम म राम्रो मान्छे तर बाउआमा छैन भने उनीहरू हेपेको नि हँसाउँदै होइन मान्छेलाई एन्टरटेनमेन्ट गर्दै हिँड्ने मान्छे चोर डाकु होइन, चोर डाकु होइन, म चोर्दैन पनि। हजुर उनीहरूले किन चाहिँ अचानक मलाई एट्याक गर्नु खोजेको के यिनीहरूको के मैले बासी भात ठुसेर खाएको छ अन्त त्यो कुरा हो नि। यो कुरा याद राख्नु, घरतिर कुद्नु त्यहाँ बासी भात खाएर बस्नु। थ्याङ्क यू सो मच। तर मलाई मनभित्र छ चित्ता दुखेछ त्यसले गर्दा मलाई न आइज भनेको छ। कुनै उनीहरूको बासी भात खाएको थियो कि थिएन मलाई के थाहा थिएन। थ्याङ्क यू सो मच। हुन्छ हुन्छ थ्याङ्क यू। हुन्छ तर